यता फेरि अर्को एकजना लाई खै के भयो देख्न सक्नुहुन्छ नागिन देउता चढे जस्तो छ। नागिन निस्केपछि यो शिला भएको ठाउँमा नागिन निस्केसँगै यता फेरि यस्तो नागिन निस्किनु भएको छ देख्न सक्नुहुन्छ तपाईहरु। यो इलामको माइखोला राजद्वाली नजिकै देख्न सक्नुहुन्छ। साथसाथ ल्याइदिनु पर्यो परमेश्वर, के थियो यको अवस्था के हो भनिदिनु पर्यो। लु माता साथै आइदिनु पर्यो, बोलिदिनु पर्यो परमेश्वर, के छ कसो छ यको अवस्था के हो, लान हुने नहुने के हो परमेश्वर भनिदिनु पर्यो, खुलाइदिनु पर्यो। हामी अज्ञानी छौँ। लु कोइरन ल्याइदिनु पर्यो परमेश्वर, साथै रूपमा भनिदिनु पर्यो परमेश्वर। हामी माताले जे भन्छ त्यही मान्दै जानेछौँ परमेश्वर। लु भनिदिनु पर्यो। खान्छु नि हो मलाई के मान त यो राखिदिनु पर्यो परमेश्वर, के हो साँचो भनिदिनु पर्यो। अलि साह्रै बोल्दै हुनु परमेश्वर। केही छैन अनि म त नाग माता हो परमेश्वर, तिमी के पञ्चकन्या माता हो के भनिदिनु पर्यो परमेश्वर। यहाँ चाहिँ यो जुन सपनामा देखेर उत्खनन गरिएका 5वटा शिला चाहिँ एक्सकाभेटरको सहायताले झिक्ने क्रममा चाहिँ यता उहाँलाई कामले छुट्यो उहाँ लानु हुँदैन भनेर पुरै उफ्रिनु भएको छ। देख्न सक्नुहुन्छ यी देख्न सक्नुहुन्छ यी जबरजस्ती भयो कि यो देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ नागिन नमार्नु भनिराख्नु भएको छ उहाँले, नागिन नमार्नु भनिराख्नु भएको छ। नागिन कहाँ छन् भनेर खोज्दै हुन्छ उहाँले। नागिन कहाँ छन् खै निस्किया छैन। यहाँ चाहिँ नागिन पसेका छन्, यहाँ देख्न सक्नुहुन्छ। यहाँ नागिन चेन मुनि नपसौँ देख्न सक्नुहुन्छ। यता यस्तो भइरहेछ यो माइखोला इलाम राजद्वाली नजिकै। माता कहाँ हुन्छ देख्न सक्नुहुन्छ। नाग देउता हटौँ रे हटौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ म त बस्दै आएको नि हौ तर राम्रो राम्रो पहिरन ल्याउ त प्रभु। तिमी के भन्नु छ यहाँ माता आउनु भएको छ लिन भनेर उहाँलाई के भन्नुहुन्छ? के भन्न मन छ मजाले बसेर सुनिदिनु भयो, आउनु भयो, सिधा पत्थर पनि निकाल्नु भयो। तर सबै सिधा हुन्थे भएन नि त। अब यो तिमीलाई नै बोलाएको हो नि, मैले मलाई बोला हेरै आएको हो है नाग नागिनी हो है। म नाग नागिनी नै हो। मलाई हेला गर्दा कस्तो लाग्यो त? हेला त पहिला मलाई आउन त साह्रै मन थियो नि हो। होइन नि मैले बोलाएर मात्रै आएको है, नबोलाएर मात्रै आएको है। नबोलाएर त म कसरी आउँथेँ र
बोलाकै हो है कहिले आज बिहान बोलाएको हैन मैले यहाँ आएर सिला निकाले देखिन बोला उनु भएको थियो त्यो भन्दा हिजो अस्ति बोलाउनु भएको थिएन बोला उनु भएको थियो तर उहाँको भनाइ के के रे छेको त के गर्नु गल्ती गरेका छौँ कि हामीले के गर्नुपर्छ के गल्ती गर्यौँ कि अन्दाज मुर्खबाट गल्ती भयो कि सिला पत्ता त लानु मिल्दैन नि हो किन लानुहुन्छ मलाई किन सपनामा राखेर मानमतीको पूजा गर्छौ त यसो तिमी जिम्मा लिन्छौ बाटो घाटो सब बिग्रिएको छ तिम्रो कार्य परेछ हामीले मानेका छौँ प्रत्येक पूर्णिमाको पञ्चमीको दिन मान्ने गरेको छ केमा चित्त बुझेर भन्नु पर्यो पर्नेछ तर किन लानु खोज्दै हुनुहुन्छ हो नलानु न यही हामीले पनि यही प्रश्न सोधेको कुरा पनि यिनलाई त एक्लै हुन्छु नि त अनि मेरो तिमी एक्लो हुने छैनौ चेली म तिमीलाई साथै मेरो कोखै दिन्छु नि हौ काखै दिन्छु नि हौ हुँदैन नि हो हुँदैन हजुर तिम्रै आमा हो नि हौ हुँदैन 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 दुश्मन नमार न हुँदैन हामीले चाहिँ प्रभु यहाँ विधि अनुसारले सोधी खोजी गरेर मात्रै लैजाऊ भनेको थियो यिनले मानिनन् धेरै गाह्रो भयो मलाई हेर न उनले उनको आफ्नो स्वास्थ्यको लागि मात्रै भनिन् मेरै साथमा आउ न म तिमीलाई दिन्छु त काखा दिन्छु त कोखा दिन्छु त म थाहा हुँदिन नि हो मलाई त यहीँनिर हुनेर राख्यो नि है तिमीलाई भविष्यमा उत्रिन्छौ नि हैन यहाँ माथि उत्रिन्छौ नि हैन सात कन्यासँगै उत्रिनु है तिमीलाई होइन नि हो तिमीलाई पोहोर साल हामीले मानि आएका थियौँ के थियो तिमी उत्पत्ति थियौ त्यहाँ पोहोर आउती दिउ नि हामीले माथि यहाँ माथि थिएन शिरमा थिएन नि हो अनि कहाँ थियौ त झुट्टासँग हामी कसरी खेल्छौँ र हैन चेली म त हामी त सत्य बाटो मात्रै खेलेर आउँछौँ नि हौ अब हामीलाई पनि सत्य नै भनेर बोलाएको धन्यवाद भयो भयो तपाईँलाई टेन्सन नदिनु कति छ भयो काँचो कति छ